नमस्ते मेरा प्रिय विद्यार्थी भाइ बहिनीहरूलाई आज मैले हजुरहरू समक्ष कक्षा 7 को नेपाली पाठ्यपुस्तक अन्तर्गत अन्तिम पाठमा रहेको थाइबास कथाको प्रश्न नम्बर 7 मा रहेको भाव विस्तारको प्रश्नको उत्तर लिएर उपस्थित भएको छु। ख नम्बरको प्रश्न, बास त केवल जीवन बिताउने एउटा छाप्रो हो, त्यो थाई कहाँ हुन्छ? प्रस्तुत माथिको कथांश कक्षा 7 को नेपाली पाठ्यपुस्तक अन्तर्गत थाइबास नामक कथाबाट लिएको हो। यस कथाका कथाकार लील बहादुर छेत्री हुन्। प्रस्तुत कथांशमा कथाकारले मान्छेको जीवन त थाई हुँदैन भने बास त केवल बाँच्दासम्म जीवन चलाउने एउटा माध्यम हो भन्ने कुरा यो कथा मार्फत व्यक्त गर्न खोजेका छन्। यस कथाका मुख्य पात्र जुंगे जमदारले आफ्नो थाई बासका लागि धेरै ठाउँ भौतारिनु पर्यो। आफूले खोजे जस्तो थाई बास पाउन सकेनन्। जागिरबाट अवकाश भएको 30 वर्ष पुग्दा पनि जुंगे जमदारको थाई बास बनाउने योजना, त्यो सपना साकार हुन सकेन। बुढेसकालमा उनले ओछ्यानमा पल्टेर जीवनमा बितेका हरेक पलहरूको सम्झना गर्छन्। यो संसारमा हरेक प्राणीको लागि थाइबास भन्ने केही पनि चिज छैन, सबै क्षणिक मात्र छ। मान्छेले खोजेको रोजेको पाउन निकै कठिन हुन्छ। बेकारमा जीवनको अर्थ नबुझी भौतारी रहेछु भन्ने भावबोध अन्तिममा जुंगे जमदारलाई हुन्छ। यसरी यस कथाको माध्यमबाट कथाकारले मान्छेको जीवन त थाई हुँदैन भने बास त केवल जीवन बिताउने छाप्रो मात्र हो, त्यो थाई कहिले हुँदैन भन्ने भाव प्रस्तुत माथिको कथांशमा अभिव्यक्त गरिएको छ।